Hi guys, welcome back to my new video. यो भिडियो चाहिँ हाम्रो फेयरवेल प्रोग्रामको हो है। फेयरवेल कम कल्चर प्रोग्राम थियो। यहाँ चाहिँ हाम्रो रिटायर हुनुहुने सर म्याडमहरु हुनुहुन्छ है र यहाँ टोकन अफ लभ दिनुहुँदैछ र यहाँ चाहिँ हामी डान्स गर्दै थियौं है। डान्स कम्पिटिसन टाइपको नि थियो। सो त्यही भएर हामी चाहिँ यहाँ ग्रुप डान्स गर्दैछौं नेपाली गीतमा। यहाँ देख्न सक्नुहुन्छ तपाईहरु। र यहाँ चाहिँ हामी डान्स गरिसकेर चाहिँ थाकेर हामी ड्रिंक्सहरु गर्दैछौं। यहाँ स्न्याक्सहरु पनि देख्न सक्नुहुन्छ, मिठो मिठो स्न्याक्सहरु है। र हामी चाहिँ यहाँ थाकेर हाम्रो हालत यस्तो भएको थियो हो। हामी यहाँ डान्स गर्ने केटीहरु त एक साइड बसेको थियौ, बहिनी दिदीहरु देख्न सक्नुहुन्छ, यहाँ म पनि। र अहिले चाहिँ हाम्रो म्यामहरुले गीत गाउनु हुँदैछ। यहाँ चाहिँ हाम्रो दाजुले पनि गीत गाउनु हुँदैछ है। दाजुले पनि एकदमै मिठो गीत गाउनु भएको थियो। अहिले चाहिँ यहाँ दुईजना दिदीहरु डान्स गर्नु हुँदैछ है, अफिसको दिदीहरु। उहाँहरु पनि दामी नाच्नु हुँदैछ। नेपाली गीतमा थियो है, रुकुमै कोटा थियो गीतको बोल चाहिँ। सो यहाँ चाहिँ अर्को सिंगल डान्स सोलो यहाँ देख्न सक्नुहुन्छ, तामाङ सेलोमा डान्स गर्दैछ है। र यहाँ चाहिँ एकदमै एनर्जेटिक बाबै डान्स गर्नु हुँदैछ है। उहाँ पनि हाम्रो अफिसकै हुनुहुन्छ र उहाँ चाहिँ एकदमै एक्सप्रेसन्सहरु दिएर डान्स गर्नु हुँदै थियो, एकदमै दामी एनर्जेटिक। र अहिले चाहिँ यहाँ सरले गीत गाउनु हुँदैछ है। यहाँ सबैजना भिडियो गर्नु हुँदैछ, यहाँ देख्न सक्नुहुन्छ। गीतहरु गाइसकेको बादमा चाहिँ यहाँ फेसन शो पनि थियो है। सो फेसन शोमा चाहिँ सबैजनाले पार्टिसिपेट गर्नुभएको थियो। यहाँ म्याम सरहरु देख्न सक्नुहुन्छ। र अब चाहिँ मेरो र दादाको टर्न आयो है। यहाँ देख्न सक्नुहुन्छ, जानी नजानी बानी गर्दैछौं हामी चाहिँ। र अहिले चाहिँ दिदी दादाहरु गर्नु हुँदैछ, यहाँ देख्न सक्नुहुन्छ। र आफ्टर दैट चाहिँ यहाँ ग्रुप सङ गाउनु हुँदैछ म्याम सरहरुले है। डान्स पनि गर्नु हुँदैछ र अहिले चाहिँ सबैजना डान्स गर्दैछौं है। यहाँ देख्न सक्नुहुन्छ, हाम्रो सरले गीत गाउनु हुँदै थियो। सो सबैजना इन्जोय गर्दै डान्स गर्दैछौं। र अहिले चाहिँ हाम्रो डान्स चाहिँ एकदमै दामी भयो भनेर चाहिँ हामीले यहाँ ट्रफी पनि पाएको छौं, यहाँ देख्न सक्नुहुन्छ है। फर्स्ट टाइम हाम्रो चाहिँ फेयरवेलमै यहाँ कल्चर प्रोग्राम पनि अर्गनाइज गरेको थियो। सो कम्पिटिसन टाइपको पनि थियो है। सो हाम्रो चाहिँ एकदमै दामी भएको थियो। हामीलाई चाहिँ दुई खेप डान्स गराउनु भयो है। फर्स्टमा चाहिँ एक दुईजना सरहरु आइपुग्नु भएको थिएन। सो त्यही भएर हामीलाई चाहिँ दुई टाइम डान्स गराउनु भयो। सो यहाँ चाहिँ सानो नानीले पनि पाएको छ है, उहाँ पनि डान्स गर्नु भएको थियो। मैले चाहिँ उहाँको भिडियो खिच्नै भुलेछु। सो उसले पनि ट्रफी पाएको छ। र यहाँ चाहिँ सबैजना फेरि डान्स गर्नु थाल्यो, यहाँ देख्न सक्नुहुन्छ। सबैजना इन्जोय गरिरहेको छौं है। सर म्याडमहरु दादा दिदीहरु यहाँ देख्न सक्नुहुन्छ। भक्कु डान्सहरु गर्यौं, इन्जोय गर्यौं र खानासाना खायौं र हामी त्यही घर फर्क्यौं। सो थ्यांक यू सो मच फर वाचिङ।